प्रेस युनियन, प्रेस चौतारी, समाजवादी प्रेस संगठन, यस राष्ट्रिय दलित पत्रकार संघ, प्रेस सेन्टर, प्रेस मंच सहित विभिन्न शुभेच्छुक संगठनका प्रतिनिधि अगुवाज्यूहरू, आजको यस कार्यक्रममा उपस्थित विभिन्न पालिकाका प्रमुखजीहरू, सामाजिक अगुवाहरू, दलित समुदायको हक अधिकारका लागि अग्रणी पन्थीमा एउटा अभियानीको रूपमा काम गरिरहनुभएका सम्पूर्ण अभियानीहरू र सम्पूर्ण पत्रकार अग्रज एवं साथीहरू, ललित झा सर, उहाँ हाम्रो छिमेकी भारतको बिहारबाट आउनुभएको छ, उहाँ पत्रकारिता गर्नुहुन्छ, उहाँलाई पनि सम्बोधन र सम्मान गर्न चाहन्छु। राष्ट्रिय दलित पत्रकार संघ जस्ता संगठनहरू आफ्नो पेशागत, आफ्नो व्यावसायिक हक हितको लागि, आफ्नो प्रतिनिधित्वको लागि, आफ्नो सहभागिताको लागि, हक अधिकारको लागि एउटा खास उद्देश्य राखेर त्यो उद्देश्यलाई कसरी प्राप्ति गर्ने भन्ने आफ्नो लक्ष्य, आफ्नो सन्दर्भ, आफ्नो मुद्दाहरूलाई यसै बीचमा हाम्रो यस समारोहका प्रमुख अतिथि मध्य प्रदेशका माननीय सभामुखजी आउनुभएको छ, उहाँप्रति सम्मान अर्पण गरिदिन र उहाँलाई आसन ग्रहण गरिदिन पनि हार्दिक अनुरोध गर्दछु। मैले यो काम गरिहालेँ किनभने मेरो काम पनि यही हो, टेलिभिजनमा बोल्ने, यस्ता कुराहरू गर्ने। म भनिरहेको थिएँ, यस्ता सङ्घ संस्थाहरू जुन पेशागत र व्यावसायिक हक हितको लागि, आफ्नो पहुँच, आफ्नो अधिकार प्राप्तिको लागि स्थापना हुन्छ। जसरी 2076 माघ 11 गते यो सङ्घको स्थापना भयो, खास गरी दलित समुदायमा कसरी पत्रकारहरूको वृद्धि हुन्छ, दलित समुदायका कुराहरू अग्रपङ्क्तिमा प्राथमिकतामा राखेर जनता समक्ष पुर्याइदिने उद्देश्यका साथ जुन यो सङ्घको स्थापना भयो, म सम्पूर्ण उद्देश्य प्राप्ति होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। र आजको यो पहिलो ऐतिहासिक देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेपछि विभिन्न उद्देश्यका साथ स्थापना हुने यस्ता सङ्घ संस्थाहरू जो कि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको गहना पनि हो, यो सम्पूर्ण सङ्घ संस्थाहरूको उद्देश्य प्राप्ति होस् र आजको यो राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम मधेस प्रादेशिक अधिवेशन सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। आज मलाई थप खुसी हुन्थ्यो, मैले केही दिन अगाडि एकजना गायकको अन्तर्वार्ता गरेँ। उहाँ पहिलो पटक मिडियामा आउनुभयो, विनोद सादा। धोती कुर्ता गमछा पगड़ी हमर पहिचान है, यो गीत उहाँले गाउनु भएको। दुल्हिन बनल छै हमर सीता मैया, विनोद सादाले गाउनु भएको र उहाँलाई मिडियामा ल्याउने, प्रथमचोटि मिडियामा ल्याउने व्यक्ति म हो। मलाई गर्व छ, मलाई थप खुसी हुन्थ्यो आज उहाँलाई यहाँ बोलाएर एउटा गीत उहाँको प्रस्तुति हुन्थ्यो, मलाई एकदमै खुसी लाग्थ्यो। र आज कम्तीमा यहाँ 200 जना पत्रकार हुनुहुन्छ, उहाँहरूको अगाडि उहाँले गीत प्रस्तुत गर्नुहुन्थ्यो र उहाँको न्युजहरू बन्थ्यो, अनि मलाई लाग्थ्यो कि मेरो उद्देश्य प्राप्ति भयो। त्यो कमी गर्नुभयो यहाँहरूले। त्यस्ता व्यक्तित्वहरू दलित समुदायबाट सङ्घर्ष गरिरहेका, उहाँ अहिले एउटा ब्यान्ड पार्टीमा काम गर्नुहुन्छ जनकपुरमा, रातभर जागेर गीत गाउनुहुन्छ र दिनभर अर्को रोजीरोटी गर्नुहुन्छ। कम्तीमा उहाँ जस्तो व्यक्तिहरूलाई तपाईहरु साथ दिनुस्, किनभने यो एकदम जायज, उहाँको लागि एकदम जायज मञ्च थियो र राम्रो माहौल पनि थियो। म धेरै भन्न चाहदिन, यो हक अधिकारको लागि दलित पत्रकार संघ मात्र होइन, धेरै सङ्घ संस्थाहरू छन्। तपाईहरुलाई मेरो एउटै आग्रह छ, किनभने यो विशुद्ध पत्रकारहरूको संघ वा संगठन हो। सबैको गन्तव्य नेपाल पत्रकार महासंघ हुन्छ। भर्खरै प्रदेश अध्यक्षले भन्नुभयो कि विभिन्न बहानामा नेपाल पत्रकार महासंघको सदस्यताबाट दलित पत्रकारहरूलाई वञ्चित गरिएको छ।
नेपाल पत्रकार महासंघको अध्यक्षको नाताले आदरणीय विनोद पहाडीजी, वरिष्ठ उपाध्यक्ष भोला पासवानजी, विदेश नगरपालिकाका नगर प्रमुख आदरणीय बेचन दासजी, तैनात मठियानी नगरपालिका के नगर प्रमुख आदरणीय हरिप्रसाद मण्डलजी, तैनात नेपाल पत्रकार महासंघ के केंद्रीय सदस्य आदरणीय राजेश कर्ण भाई जी, सिकंदर पासवान जी, तैनात हमारा सबके मंच पर उपस्थित सब अतिथि, विशिष्ट अतिथि लगायत हमारा सबके कार्यक्रम के सफल करण में जे सहयोग देथिन प्रज्ञा प्रतिष्ठान मध्य प्रज्ञा प्रधान के आदरणीय रामहर्ष काफ्रे जी, नेपाल पत्रकार महासंघ के जिला अध्यक्ष सहकर्मी मित्र पूरन गुप्ता जी, तैनात दत्मा कर्मचारी संघ के अध्यक्ष जी मुन्नी दास जी लगायत सब गोटे हार्दिक नमस्कार करना चाहिए। आज सबसे बेसी एक बेर हम सब लोग से आग्रह करब कि एक बेर ताली बजा के हमरा सबके बीच में जे आई कार्यक्रम के भव्यता देवे के लिए जे सहयोग देलखिन हमरा सबके बीच में छे डॉक्टर स्त्री रोग विशेषज्ञ डॉक्टर बिरजू मोहन रजक जी आ जयनाथ मंडल जी के ले ताली बजा के स्वागत कर देवे के लिए हम प्रचार आग्रह करब। ओना सब गोटे के साथ सहयोग भेटल छे। हमारा सबके बीच में आम संचार प्राधिकरण के संस्थापक अध्यक्ष आदरणीय भाई जी श्याम सुंदर यादव जी, चलचित्र बोर्ड के अशोक भाई जी, तैनात वरिष्ठ पत्रकार श्याम सुंदर शशि भाई जी, हिमांशु सर लगायत जते पत्रकार लोग थे सब गोटे में हम हार्दिक नमस्कार करें। तैनात महिला अधिकार कर्मी सब फेडरल के सुनीता राव जी, फेडरल के किरण दास जी, जते हमरा सबके सहकर्मी छे सब गोटे में नमन करे। किछ बात मात्र हमरा सीधे पत्रकार के बारे में कह जे पत्रकारिता माध्यमबाट सामाजिक जनचेतना वृद्धि गरी जातीय भेदभाव तथा छुवाछूत लगायत सबै प्रकारका विभेद अन्त्य गरी सामाजिक विकासमा टेवा पुर्याउन व्यावसायिक र समावेशी पत्रकारिता को विकास गर्न र दलित समुदायको पत्रकारको पेशागत हक, न्याय, समानता र विभेद रहित समाज निर्माणमा योगदान पुर्याउन उद्देश्यले राष्ट्रिय दलित पत्रकार संघ नेपाल गठन भएको सर्वविदित नै छ। यसै क्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपाल मध्य प्रदेश समिति 2076 मा 11 गठन भयो। आज प्रथम प्रादेशिक अधिवेशन भइरहेको छ। यस अधिवेशनमा सहभागी हुनुभएका सम्पूर्ण अग्रज सहित सदस्य महानुभावहरूलाई प्रदेश समितिको तर्फबाट हार्दिक स्वागत तथा अभिनन्दन व्यक्त गर्न चाहन्छु। प्रथम अधिवेशनमा उपस्थित सबै अग्रज समक्ष नेपाल र मधेसमा दलित तथा दलित पत्रकारको अवस्था बारेमा संक्षिप्त जानकारी गराउन पाउँदा अति उत्साहित एवं गर्वान्वित भएको महसुस भइरहेको छ। सबभन्दा पहिला विभिन्न समयमा दलित समुदायको अधिकारको लडाईँमा शहादत हुनुभएका पत्रकार तथा दलित अभियन्ताहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। नेपालमा दलितको अवस्था। नेपालको कुल जनसङ्ख्या 2,91,92,480 मध्ये दलितको जनसङ्ख्या 41,55,917 अर्थात् 13.4% रहेको छ। त्यसैगरी मध्य प्रदेशको कुल जनसङ्ख्या 61,26,288 मध्ये दलितको जनसङ्ख्या 9,40,000 अर्थात् 15.35% रहेको यो तथ्याङ्कले देखाएको हो। मध्य प्रदेश सरकारको दलित सशक्तिकरण ऐन ल्याए पनि त्यसको कार्यान्वयन शून्यको अवस्थामा छ र दलितहरूलाई उसको जनसङ्ख्याको अनुसार प्रतिनिधित्व गराउने सोच र कार्ययोजना सरकारसँग छैन। यहाँसम्म कि मन्त्री परिषदमा एकजना पनि मन्त्री राख्दा त्यसको निकै चर्चा परिचर्चा गरिन्छ र त्यो पनि हटाइन्छ। यस प्रकार दलितको अनिवार्यता न त संघीय सरकारले बुझेको छ न त प्रदेश सरकारले नै। यस्तो अवस्थामा नेपालको संघीय परिकल्पना अनुसारको समानुपातिक र समावेशी प्रतिनिधित्व गराउन ठूला दलहरू मात्र होइन, मधेस केन्द्रित साना दलहरू समेत
अनुचुक देखिन्छ। यति मात्र होइन, सङ्घीय सरकारको कार्यपालिका र न्यायपालिकाको राष्ट्रिय दलित पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष भोला पासवानज्यूलाई पनि म विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। त्यस्तै राष्ट्रिय दलित पत्रकार सङ्घका महासचिव लक्ष्मण दर्नालज्यूलाई पनि विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। त्यस्तै राष्ट्रिय दलित पत्रकार सङ्घका सचिव सिकेन्द्र पासवानज्यूलाई पनि म विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। त्यस्तै कोषाध्यक्षज्यू हुनुहुन्छ भीम घिमिरेज्यू, उहाँलाई पनि विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। कार्यवाहक अध्यक्ष प्रेस मञ्च नेपालका मनोज यादवज्यूलाई पनि विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। यहाँ हामीसँग मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्षजी पनि हुनुहुन्छ राम भरोस कापडीज्यू, उहाँले पनि विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। त्यस्तै हामीसँग नगर प्रमुख विजय नगरपालिकाका नगर प्रमुखजी हुनुहुन्छ बेसन दासज्यू, उहाँले पनि विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। त्यस्तै हामीसँग मटियानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डलजी हुनुहुन्छ, उहाँलाई पनि विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। समाजवादी प्रेस सङ्गठन नेपालका सचिव हुनुहुन्छ बिन्दाल पासवानज्यू, उहाँलाई पनि विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। पत्रकारिता जसले सत्य बोल्ने हिम्मत दिन्छ, न्यायको पक्षमा कलम चलाउने प्रेरणा दिन्छ, त्यही क्षेत्रबाट हामीले दलित समुदायको पीडा, सङ्घर्ष र सफलताको कथा संसारसम्म पुर्याउने कार्य गरिरहेका छौँ। यस सन्दर्भमा आजको उपस्थितिले हामीहरूलाई अझ ऊर्जा दिने र हामी एक बद्धता भएर सामाजिक न्याय समानता र मानव अधिकारको क्षेत्र पक्षमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम हुन्छौँ भन्ने हामी विश्वास राखेका छौँ। पुनः सबै अतिथिहरू, सहभागीहरू तथा आयोजक टोलीप्रति आभार प्रकट गर्दै यहाँहरूको उपस्थिति, सक्रिय र सहभागिताले हाम्रो अधिवेशन सफल र ऐतिहासिक बन्ने विश्वास लिएको छु। पुनः स्वागत स्वागत स्वागत। धन्यवाद। पुनः आसन गर्नलाई म अगाडि बढाउन चाहन्छु। हामीसँग नेपाल पत्रकार महासङ्घ धनुषा शाखाका उपाध्यक्ष अवधेश कामज्यू हुनुहुन्छ, उहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। त्यस्तै हामीसँग आफन्त नेपालका अध्यक्ष जयप्रकाश मण्डल जेपी मण्डलज्यू पनि हुनुहुन्छ, उहाँले पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। त्यस्तै हामीसँग जिल्ला निर्वाचन दलका अध्यक्ष हुन्छ कुलदीपज्यू, उहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। यदि म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु, हामीसँग ग्यासमा रहनुहुने महानुभावज्यूहरू, विशिष्ट अतिथिज्यूहरूलाई चाहिँ गम्छा लगाएर चाहिँ स्वागत गरिदिनु हुन पूजाजी र म सुनिताजीलाई म यहाँ अनुरोध गर्दछु। सुनिताजी र पूजाजीलाई गम्छा लगाएर विशिष्ट अतिथिज्यूहरूलाई स्वागत गरिदिनु अनुरोध गर्दछु।
Sampai